गुड मर्निङ एन्ड अ भेरी ह्याप्पी क्रिसमस टु यु अल। है यो चाहिँ पुरानो क्रिसमसको टाइमको भिडियो है। म नभ्याएर चाहिँ आज यसरी अपलोड गर्दैछु न्यू इयरको टाइममा होइन। अब नयाँ साल आइसक्यो है। यहाँ चाहिँ हामी क्रिसमस जाँदैछौँ, हामी फ्यामिली नै जाँदै थियौँ है। क्रिसमस चाहिँ चर्चमा भएको थिएन, आउटिङ है गरेको थियो तल बायोडाइभर्सिटी पार्कमा। त्यहाँनिर जाँदैछौँ। अब क्रिसमसमा चाहिँ के गर्छ भन्दाखेरि अब कतिजना है नन क्रिस्चियनहरूलाई याद छैन। क्रिसमसमा चाहिँ हामी एकअर्कासँग भेटघाट गर्छौँ, खानपिन गर्छौँ है, माया लभ सेयर गर्छौँ है, गिफ्टहरू यताउता सेयर गर्छौँ। गिफ्ट नै सेयर नगरे तापनि हामीले लभ र है खुसी चाहिँ हामीले एकदम बाँड्छौँ है। एकअर्कासँग रमझम गर्छौँ, मिलेर बस्ने, यही हो है क्रिसमस। अनि नानीहरूको ग्रुप पिक्चर है खिचेको। त्यहाँदेखि हामी चाहिँ भेन्यू पुग्यौँ है। भेन्यूमा पुग्यौँ, त्यहाँनिर अब घाम पनि एकदमै मजाले लागेको थियो होइन। दिन राम्रो भएको थियो, अन्त ठिक्कै जाडो पनि भएको थिएन होइन। मेरो छोरीले चाहिँ यति बेसी इन्जोय गर्यो है। अब उसको क्रिसमस सेकेन्ड क्रिसमस हो उसको है। फर्स्ट क्रिसमसमा त उसले यादै पाएको थिएन, त्यति बेला 6-7 मन्थको थियो होइन। यो सेकेन्ड क्रिसमस है उसको। अन्त एकदम इन्जोय गर्यो, खेल्यो, नाच्यो होइन, सबै गर्यो, खायो यो। त्यति बेला ऊ सन्चो पनि थियो। अन्त त्यहाँदेखि अन्त नानीहरूको लागि एकदम राम्रो भयो, अब ठुलोको लागि पनि राम्रै भयो। अनि यहाँनिर छोरी र म चाहिँ यसरी फोटोहरू खिच्यौँ। त्यहाँदेखि यहाँनिर एबिएस चाहिँ मेरो ठुलो छोरा चाहिँ कुद्नु र कुनि के रेस र केमा चाहिँ सेकेन्ड र फर्स्ट भएको थियो, त्यो भएर उसले त्यो थाप्दै थियो। अनि यो चाहिँ बेलुका इभिनिङ टाइमको भिडियो है। अब सबै सकेर चाहिँ फर्केको। अरू पनि मैले धेरै भिडियोहरू बनाएको थिएँ, तर मैले यहाँ लगाइनँ किन भन्दा लामो भयो भिडियो पनि, त्यो भएर चाहिँ लगाइनँ। बाई बाई, टेक केयर एभ्रिवान।